नमस्ते सबैजनालाई। डेङ्गु हुँदा के गर्ने के नगर्ने। सबै डेङ्गु भएका बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नु नै पर्छ भन्ने छैन। सामान्यतः हामीले घरमा दिने खालका हेरचाहहरूले मात्रै पनि हामीले डेङ्गुबाट बच्न सक्छौँ। यसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो आराम। कुनै किसिमको भारी काम, गरुङ्गो काम नगर्नु होला। यो समयमा तपाईँहरूलाई शरीरलाई एकदमै थकान महसुस भएका कारण आराम आवश्यक हुन्छ। र अर्को कुरा हुन्छ पर्याप्त मात्रामा पानी, झोलिलो कुराहरू, दाल र सुपको मात्रा बढी बढाउनु आवश्यक छ। किनभने डेङ्गु भएको समयमा शरीरमा पानीको मात्रामा कम हुने, प्रेसरहरू कम हुने गर्दाखेरि हामीले पानीको मात्रा, झोलिलो पदार्थको कुराहरू अलिकति बढाउनु पर्छ। हामीले बजारमा पाउने जुसहरू पनि लिन सक्छौँ, नरिवल पानीहरू लिन सक्छौँ। र सबैभन्दा इम्पोर्टेन्ट, आफूलाई अलिकति कमजोरी भएको छ, राम्रोसँग खान मन भएको छैन भने जीवन जल मात्र लिँदा पनि त्यसले राम्रै काम गर्छ। र सबैभन्दा इम्पोर्टेन्ट, डेङ्गु लाग्दाखेरि चर्को ज्वरो आउने हुन्छ, 103, 104, 105 पनि आएको हुन्छ। त्यसले गर्दाखेरि घरमा प्यारासिटामोल अथवा सिटामोल बाहेक कुनै पनि औषधि प्रयोग नगर्नु होला। किन भन्दा डेङ्गुमा यसै पनि रगत जाने सम्भावना बढी हुन्छ। प्लेटलेट्सको मात्रा कम भइदिन्छ। रगतमा एक किसिमको तत्त्व हुन्छ, त्यसलाई प्लेटलेट्स भन्छौँ। त्यो डेङ्गुमा यसै पनि कम हुन्छ। र यदि हामीले बजारमा पाउने कुनै किसिमका पेन किलर जस्तै एस्पिरिन भन्छौँ, आइबुप्रोफेन, फ्लेक्जन, न्याप्रोक्सेन, मेफेनेमिक एसिड जस्ता कडा पेन किलरहरू प्रयोग गर्नु हुँदैन। हामीले पेन किलरहरू प्रयोग गरेर छिट्टो ज्वरो कम त हुन्छ हेर्नुहोस्, तर त्यसले प्लेटलेट्सको मात्रा झन कम गरिदिन्छ र यसै पनि रगत जाने सम्भावना हुने डेङ्गु रोगमा त्यस्ता औषधिहरूले झनै रगत जाने सम्भावना बढेर आउँछ। त्यस्तै गरी हामीले बजारमा जस्तो पाए त्यस्तै चिकित्सकको सल्लाह बमोजिम बेगर कुनै किसिमको स्टेरोइड र कुनै किसिमको एन्टिबायोटिक्स पनि प्रयोग गर्नु हुँदैन। साथै हामीले अर्को गर्न नहुने काम भनेको छालामा अथवा मासुमा दिने खालको इन्जेक्सन, कुनै खालको पनि इन्जेक्सन दिनु हुँदैन। त्यसले गर्दाखेरि रगत जाने सम्भावना झन बढेर आउँछ डेङ्गु। अब डेङ्गु भएमा कुन अवस्थामा अस्पताल जानुपर्छ भन्ने कुराहरू बुझ्नुपर्छ। यदि डेङ्गु भएको मान्छेलाई सास फेर्न गाह्रो भइरहेको छ, तारन्तार उल्टी भइरहेको छ, पेट साह्रै दुख्न थालेको छ, पेटहरू सुन्निन थालेको छ, पिसाबको मात्रा धेरै कम भइरहेको छ र नाक, मुख, गिजा, पिसाबबाट दिसाबाट कतैबाट शरीरको कुनै भागबाट पनि यदि रगत आइरहेको छ भने यस्ता सङ्केत भयो र उसको चेतनाको स्तर, उसको अचेत हुन थाल्यो, बरबराउन थाल्यो, अर्को कुरा गर्न थाल्यो, होसहरू कम हुँदै गयो भने पनि हामीले तत्कालै अस्पताल लगिहाल्नुपर्छ। यस्तो केसहरूमा चाहिँ गम्भीर अवस्थाका डेङ्गुहरूलाई मात्र हामीले अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ, एकदम चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ। नत्र भने प्रायःजसो घरमै बसेर पनि हामीले डेङ्गुबाट आफूलाई बचाउन सक्छौँ। र स्पेसली म के भन्न चाहन्छु भन्दाखेरि कुनै किसिमका पनि औषधिहरू आफ्नो मनगढन्ती हिसाबले चाहिँ प्रयोग नगर्नु होला। र सिटामोल पनि दिनमा 4 चोटिभन्दा बढी प्रयोग नगर्नु होला। 4 घन्टा अगावै पनि प्रयोग नगर्नु होला, किनभने त्यसले चाहिँ कहिले कलेजोमा असर पुर्याउन सक्छ। डेङ्गुले यसै पनि कलेजोमा असर पुर्याउँछ। त्यो सिटामोलको ओभरडोज भयो भने पनि त्यसले चाहिँ हाम्रो कलेजोलाई असर गर्न सक्छ। एकदमै ज्वरो चर्को हुन थाल्यो भने हामीले मनतातो पानीमा राखेर त्यो पानीपट्टि पनि गर्न सक्छौँ। र हामीलाई एकदमै जाडो हुन थाल्यो, ज्वरोको कारण जाडो हुन थाल्यो भने बाक्लो कपडा होइन कि सिम्पल कटन कपडाहरू चाहिँ लगाउन सक्छौँ। पर्याप्त मात्रामा यो झोलिलो कुराहरू प्रयोग गरेको मात्राहरू चाहिँ बढाएर बिस्तारै जब खानाको मात्रा रुचि हुन थाल्छ त्यसपछि बल्ल बिस्तारै सन्चो भएको भनेर चाहिँ हामीले बल्ल भन्छौँ। स्पेसली के भन्न चाहन्छु भने ज्वरो कम भएको 2 दिनसम्म पनि अझै पनि विशेष गरी हामीले डेङ्गु भएका बिरामीहरूलाई निगरानीको आवश्यक पर्छ। त्यत्तिकै हामीले उनीहरूलाई छोड्नु हुँदैन र उनीहरूलाई डेङ्गु भएका बिरामीहरूलाई कम्तीमा नि 2 या 3 दिनभित्रमा रगतको मात्रा तल माथि कस्तो भइरहेको छ त्यो कुरा नि जाँच गर्नुहुन हार्दिक अनुरोध साथै डेङ्गुबाट आफूलाई पनि जोगाउँ र समस्त समाजलाई, यो सोसाइटीलाई पनि जोगाउनु हुन सम्पूर्ण आदरणीय महानुभावहरूलाई हार्दिक अनुरोध साथ यो भिडियो प्रस्तुत गर्दछु। धन्यवाद। नमस्ते।